चाहिँ गोर्खे जाँदैछु अब हैन गोर्खे गएर चाहिँ हजुरहरुलाई दृश्य देखाउने छु है ल यस गुड मर्निङ अहिले चाहिँ फेरि यहाँ भन्ज्याङमा एकछिन तपाईको उयो गर्दैछ हो के भन्छ तपाईको सौदाहरू गर्दैछ हो यहाँ मुनि हुन्छ अब हामी अन द वे टु गोर्खे हुन्छ ल है हामी चाहिँ गोर्खे तर्फ लागे अब ग्रुप एकदमै बढिया छ आजको ग्रुप तर अलिकति हामीले चाहिँ यहाँ उयो पैसा उठाएर चाहिँ त्यो चाहिँ अलिकति नमिठो लाग्यो कि राम्रै लाग्यो ठिकै छ तर कति हो छ 100 पर हेड त्यत्रो पखाउदैन हो राख्नु न भाइ हैन यसो गर्नु न त उहाँले दिनु भयो कि हुन्छ उता मिलाउँ न चाहिँ एकदमै गरम भएर चाहिँ ज्याकेट फुकालिदिएको छु है एकदमै दामी दिन भइरहेको छ यहाँ दुईजना हिँड्नु हुँदैछ म चाहिँ एकदम हल्का ब्लग गर्दै हैन भिडियो गर्दै हिँड्दैछु तपाईहरु पनि यसो उयो के भन्छ मजाको चाहिँ सिन चाहिँ दामी तपाईहरु पनि कोही इच्छुक आउनुहुन्छ भने आउनुहोस् है घुम्नु दुईजना जानुहुँदैछ गोर्खे घुम्नु यता निर्मसलको छोडी मलाई भेटो हामी चाहिँ आज हल्का है ट्रेकिङ बोकिरहेको छु हल्का यहाँ खाने चिजहरू बोकिरहेको छु है दुईजना हुनुहुन्छ फेरि तेर्छ होला है हजुर त्यो अलिक माथि रहेछ बाटो चाहिँ बिबिचमा अलिक अप्ठ्यारो नै रहेछ जोगाएर हिँड्नुपर्नेछ है पानी चाहिँ तपाईँको हो र यता गोर्खेको पहिलो झलक एउटा गोर्खेको सुन्दरमय दृश्यको एकदमै आनन्द उठाइरहनु भएको छ हाम्रो सरले एकदमै सर घुम्न आउनुहोस् है यहाँ चाहिँ तपाईँको सेल्फी डाँडा रहेछ है यहाँले सेल्फी डाँडा सेल्फी यहाँ चाहिँ सेल्फी डाँडा है यहाँ चाहिँ फाइनली हेलो भन्नुहोस् हेलो भन्नुहोस् न हेलो भन्दैन बहिनी हेलो भन्नुहोस् हेलो भन्नुहोस् न गाइस यहाँ चाहिँ अब तपाईँको सेल्फी हुँदैछ है सेल्फी किन हुँदैछ भने तपाईँको यहाँ गुराँस फुलेको रहेछ नि त यहाँ भन्दाखेरि चाहिँ तपाईँको हेलो गाइस आज हामी टक्क बेङ्गाल पस्यो है तपाईँको यहाँ चाहिँ तपाईँको बेङ्गालको चेक पोस्ट रहेछ यहाँ ड्युटीमा बसिरहनु रहेछ है अन्त के छ हामी टक्क बस्दैछ फाइनली यहाँ चाहिँ तपाईँको होमस्टे रहेछ होमस्टेको नाम चाहिँ तपाईँको डेन बस ग्यालेरी होमस्टेको नाम
कस्तो लाग्यो सर यहाँनिर आज आएर तपाईँलाई? दामी लाग्यो, यतै बसौँ जस्तो पो लाग्दैछ मलाई। आज छुट्टीमा है बल्ल बल्ल स्कुल घरदेखि चाहिँ एकछिन निस्किनु पाउँदा धेरै खुसी लाग्यो। टाइम पनि बेङ्गालको मिठो मिठो हावा पनि खानु पायो, कतै सिक्किमको हावा है होमस्टे पनि देख्नु पायो, धेरै खुसी। कसो पऱ्यो यतै बस्छु होला, फर्किँदिन जस्तो लाग्यो मलाई, बिहान नै जान्छु घरको। हेलो गाइस, फाइनली वी आर रिच इन समादेन। हत्तु भएको छ, हेर्नुहोस् न पछि निस्केर हो। ट्रेकिङ निकै डरै छ नि त, पछाडि आउनुहुँदैछ दुईजना, अगाडि हाम्रो सर जानुहुँदैछ। हत्तु धेरै कठिन छ, ट्रेकिङ हो है, ट्रेकिङमा यस्तै हुन्छ, मजा आउँछ। अलिकति तपाईँ के भन्छ जिउको क्या चर्बीहरू पनि निकै गर्छ नि त, त्यस कारणले गर्दा चाहिँ ट्रेकिङ आई लभ ट्रेकिङ पुरा। मिठो साथी भाइको पिकनिक खाने यसरी हाम्रो यता अर्ग्यानिक हो खै फोटो उयो फोन लोबेलाले अहिले एकदमै अचारको स्वादिष्ट लिनुहुँदैछ। आँपको अचार समान दिनमा कस्तो महसुस भएछ? समान दिनमा आँपको अचार धेरै खुसी, मिठो लाग्यो, रमाइलो भयो एकदम। त्यो अर्ग्यानिक मकै फेरि हो, दामी सब अर्ग्यानिक खुवाई, अर्ग्यानिक बोलाइ आज हुन्छ। र सरले फेरि तपाईँलाई अर्को दृश्यकोसँग तपाईँलाई सधैँ इन्टरटेन गरिरहनु हुनेछ। र अहिले यति नै भन्दै सरले एकदमै मजा लिइरहनु भएको। हाम्रो सुमित के हो? ए हजुर, पहिला हजुरबा त यहीँ आउनुहुन्थ्यो होला पढ्नु? खाइलाबाट मेरो बुढा खाइला काका खान्छ यता माइला पोहोर के हो तपाईँहरू होइन, दुईजना त पुरा झुक्किँदो रहेछ है। म त 2-3 खेप झुक्थ्यो काका र बाबासँग। हजुर, कम्पाउन्डर चाहिँ त काका कम्बाइन्ड